स्पिकर परको भार हो कि ब्याट्री स्पिकर गर्ने मैले ठिकै छ हजुर अलिकति त पछाडी ल फेरि धेरै कानमा बजे जस्तो भयो हो त्यसरी त्यतिकोमा हुन्छ ल छोटोमा जाँदैछौँ त्यसले गर्दा धेरै अब कुराहरू पनि नराखी मैले डाइरेक्ट बोलेँ यहाँ सम्पूर्णलाई हार्दिक नमस्कार सेवा ढोक गर्न चाहन्छु सबैजना सन्चै हुनुहुन्छ होला ल सुनौ है 2 मिनट सुन्ने भने बोल्छु नत्र बोल्दिनँ सुनौ है त अब सबैजनालाई सेवा ढोक मैले पुनः एकचोटि भन्न चाहेँ उपस्थित हाम्रा 5 नम्बर वडाका वडाध्यक्षज्यू हाम्रो वडा सदस्यज्यूहरू पनि यहाँ मैले देखेको छु कता हुनुहुन्थ्यो उहाँहरू हामी जनताले म्यान्डेट दिएर पठाएका जनप्रतिनिधिहरू कोही हुनुहुन्छ भने उहाँहरूलाई धन्यवाद दिन चाहन्छु हाम्रा यो यहाँका तपाईँका छैन सबैजना दाजुभाइ दिदीबहिनी सबैजना माथि माथि पनि है यता सुनेन होला माथि माथि त्यो उता चाहिँ माथि चाहिँ फर्काइदिउँ न हो त्यो माथि चाहिँ फर्काइदिउँ न हो त्यसको माथि फर्काइदिउँ स्पिकर माथितिर फर्काइदिउँ त फर्केको छ हो ल सबैजनालाई चाहिँ धन्यवाद दिन चाहन्छु पत्रकार मित्रहरू सबैजना यहाँ जे जति हामी उपस्थित छौँ सबैलाई धन्यवाद छ र हामी यहाँनिर चाहिँ नि यो जेनजी पार्क बनाउने होइन जेनजी पार्क भन्दा पनि स्मारक भनौँ होइन जेनजी स्मारक होइन स्मारक र पार्कमा अलिक फरक छ पार्क चाहिँ अलिक मनोरञ्जन गर्नका लागि हामी बनाउँछौँ भने स्मारक चाहिँ केही कुरालाई विथ डिप रेस्पेक्ट होइन एउटा उच्च सम्मानका साथ विथ ग्लोरी पनि अलिअलि केही पश्चाताप पनि हुन्छ त्यहाँ है त्यसरी चाहिँ सम्झने एउटा चाहिँ नि होइन स्तम्भ एउटा चाहिँ नि संरचनालाई हामी स्मारक भन्छौँ पार्क र स्मारकमा त्यो फरक छ त्यसो भएको कारणले जेनजी स्मारक हामी यहाँ निर्माण गर्ने भनेर चाहिँ अस्ति नै त्यहाँ हाम्रो छलफल भएर होइन सबैजनाले गरौँ भनेर त्यहाँ हाम्रो निर्माण समिति पनि हाम्रो आयुषमा बहिनी कता जानुभयो वेयर इज आयुषमा ओके कम इन फ्रन्ट प्लिज लेट अस सी यु है नाउ सी इज आयुषमा यो पनि भन्नुपर्छ किनभने जेनजीको स्मारक बनाउँदै कि इङ्ग्लिसमा बोलेन भने फेरि भान्जीले बुझ्दैनन् होइन सो सी इज द मेन पर्सन होइन उहाँको एउटा टिम बनेको छ त्यो टिम निर्माण समितिको पहल गर्छ फेरि उहाँहरूले मात्रै गर्नुपर्छ भन्ने छैन हामी पनि आएर काम गर्नुपर्छ होइन म पनि आउँछु सबैजना आएर काम गर्नुपर्छ भ्याएको बेला यो त्यत्रो ठुलो विशाल बनाउने पनि होइन यो ठिक्कको चिटिक्कको मजाको हुन्छ मैले त्यो खालको डिजाइन बनाउनु भनेर हाम्रो डिजाइनर हाम्रो गोपाल सर यता आइदिनु त प्लिज ही इज धरान फेमस त अलरेडी धरान फेमस बट नाउ गेटिङ नेपाल फेमस है डिजाइनर र उहाँले नै हो गोर्खा चौतारी पनि डिजाइन गरेको यतापट्टि के अरे एसडिएस रक गार्डन पनि अहिले ज्येष्ठ नागरिक पार्क पनि उहाँकै डिजाइनमा हुँदैछ भने होइन यहाँ पनि अलिकति उहाँको दिमागलाई अलिक खियाइदिउँ भनेर क्या दिमाग खियाएन भने फेरि टाउको बढ्दै जाँदो रहेछ ठिक्कको साइजमा ल्याइराख्नको लागि चाहिँ दिमागलाई जोतेको गर्नुपर्छ घोटे गर्नुपर्छ भनेर उहाँलाई दिमाग फेरि यहाँ पनि घोट्न लगाइरहेका छौँ उहाँको लागि एकचोटि ताली बजाउनुपर्छ है उहाँ रिटायर्ड तपाईँको छैन ब्रिटिस सोल्जर है ऱ्याङ्क चाहिँ मैले अब सोधिनँ पनि होइन जस ब्रिटिस आर्मीमा उहाँ हुनुहुन्थ्यो इन्जिनियरिङ क्विन्स इन्जिनियर्समा होइन गोर्खा चाहिँ इन्जिनियर्सको उहाँ मान्छे क्युजिआर भन्दो रहेछ क्विन्स गोर्खा इन्जिनियर होइन त सरी क्युजिई आर भन्दै रहेछ क्युजिई र उहाँ चाहिँ त्यहाँ धेरै कुराहरूमा महारत प्राप्त भएर रिटायर हुनुभएको र उहाँको एक्सपर्टिज प्रयोग गरेर हामीले धरानमा विभिन्न पार्कहरू होइन निर्माण गरिरहेका छौँ आई वुड लाइक टु थ्याङ्क हाम्रो के अरे क्याप्टन सर हाम्रो पूर्ण सर है उहाँ गोर्खा पार्क अस्ति हामीले उद्घाटन गऱ्यौँ नि होइन विश्वभर चर्चा छ गोर्खा चौतारीको त्यो निर्माण समिति उहाँले हेर्नु भएको थियो पहिला एरिया वेलफेयर सेन्टर धरानमाथि शिवधाराको इन्चार्ज पनि धेरै वर्ष होइन धेरै लामो छ उहाँको कहानी मैले उहाँलाई पनि ताली बजाएर धन्यवाद दिनुपर्छ यहाँ 5 कोले धन्यवाद दिनु भ्याएको थिएन होला भनेर है
उहाँलाई पनि धन्यवाद मैले दिन चाहेँ र अरू पनि थुप्रै हुनुहुन्छ हाम्रो सुमन भाइ यता के अरे माला लगाएर बसिराख्नु भएको छ उहाँले चाहिँ नि जेनजीहरूलाई अहिले सोसल एक्टिभिजममा होइन जेनजीहरूलाई चाहिँ सानो भाइ बहिनीहरूलाई चाहिँ उहाँले सामाजिक उत्तरदायित्व बोध गराउने एउटा समूहको लिडिङ गरिराख्नु भएको छ र अभियसली यो प्रोजेक्टमा पनि उहाँको के अरे अत्यन्तै लिडिङ रोल हुने नै छ त्यो चिज हो र हामी सबैजना यसरी जुट्नेछौँ र यहाँ हामी उपस्थित सबैजना है अरू सबैको मैले उ गर्न भ्याइनँ सबैजना तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ अब यो एकछिन साइलेन्ट राख्नु जेनजी स्मारक यसले चाहिँ हामीलाई के बोध गराओस् भने यस्तो घटना फेरि नहोस् भन्ने सम्झना दिलाओस् यसको गल्ती उसको गल्ती भन्न म यहाँ रुचाउँदिनँ है त्यो नभनौँ तर यस्तो घटना होइन हाम्रो देशमा कहिले पनि नघटोस् होइन त्यो खालको चाहिँ पाठ हामीले सिक्नुपर्छ भनेर यहाँनिर चाहिँ जेनजी स्मारक हामी बनाउन गइरहेको कुरा म जानकारी गराउन चाहन्छु ती सम्पूर्ण तपाईँको चाहिँ नि शहीदहरू जो जेनजीको आन्दोलनमा शहीद भयो त्योभन्दा अगाडि पनि शहीद भएको छ होइन थुप्रै शहीदहरू अब यहाँ त हजारौँ 20,000 25,000 त शहीद मात्रै भइसकेको अवस्था छ ती सम्पूर्ण शहीदहरूको आत्माले होइन शान्ति पाओस् म त भन्छु विदेशमा धन कमाउनु गएर अकालमा मारिएर आउनेहरू पनि सबै शहीद हुनुपर्छ भन्छु म त शहीदमा हामीले गर्नुपर्छ होइन देशको अनिकाललाई टार्नका लागि आफ्नो केटाकेटीको चाहिँ नि होइन फी तिर्नका लागि आफ्नो केटाकेटी बुढा आमा बाउलाई पाल्नका लागि भए पनि विदेश गएर यहाँ यो देशमा केही नभएको कारणले होइन जुन काम गर्दा गर्दै कति दुर्घटना परेर बितिरा हुन्छ कति चाहिँ नि होइन अस्ति भर्खरै एकजना त्यो उता के भित्र परेर अपहरण परेर हत्या भएर चाहिँ नि आउनु पर्यो यावत भइराखेको छ ती सम्पूर्ण कुराहरू उहाँ हामीले चाहिँ बुझ्नुपर्छ र ती सम्पूर्ण शहीदहरूप्रति हार्दिक तपाईँको चाहिँ श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु म र हामी सबैको तर्फबाट मेरो मुखबाट हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली छ र यो देश शहीदले चाहे जस्तो देश बनाउनुपर्छ हामीले होइन शहीदले त्यसै आफ्नो जीवन चाहिँ सस्तो भएर फालेको होइन होइन केही परिवर्तन होस् भनेर जुन शहीदले आफ्नो जीवन होइन तपाईँको चाहिँ बलिदान गर्नुभएको छ ती सम्पूर्ण बलिदान दिने शहीदहरूको सपनालाई साकार बनाउने होइन हामीले चाहिँ कसम पनि खानुपर्छ यो त्यतिकै तपाईँको चाहिँ होइन माथि कुदेर हुँदैन भावनाको गहिराईभित्र विचारको उचाइमा हामी हुनुपर्छ होइन फेरि दोहोऱ्याएँ भावनामा अत्यन्तै गहिरो हुनुपर्छ हामी अत्यन्तै गहिरो भावना हाम्रो मनमा हुनुपर्छ भने विचारमा हामी फेरि होइन माथि बादलभन्दा पनि माथि एकदमै माथि हाम्रो विचार हुनुपर्छ र त्यस्तो खालको एउटा स्वाभिमानी नेपाली हामी बन्नुपर्छ यो जेनजी स्मारकले हामीलाई सधैँभरि त्यसतर्फ होइन हामीलाई याद दिलाइरहोस् भनेर हामीले यहाँनिर एउटा हुन त त्यो घटनामा परेर त्यो जुत्ता कसको हो भन्ने कुरा त धेरै कुरा छ होइन त्यो व्यक्तिको जुत्ता एउटा जुत्ता छ रगतमा लतपतिएको जुत्ता त्यो जुत्तालाई हामी विशेष गरी राख्नेछौँ यहाँ संरचनाको कुरा गर्दाखेरि चाहिँ त्यो जुत्ताले चाहिँ त्यो रगतमा होइन लतपतिएको जुत्ताले एक खालको हामीलाई एकदम धेरै पिन्च गरेको पनि थियो होइन त्यो कुरा राख्नेछौँ भने सम्पूर्ण शहीदहरूको होइन यहाँनिर फोटोहरू पनि हामी राख्नेछौँ र त्यो तरिकाको संरचना हाम्रो सैनिक गोपाल सरले डिजाइन गर्नुहुनेछ अनि एज पर हिज डिजाइन हामी यहाँनिर लेबर वर्क गर्नेछौँ होइन सिमेन्ट बुझ्ने के मुझ्ने ढुङ्गा बोक्ने यो त अब हाम्रो छँदैन छ होइन मलाई देख्ने बित्तिकै ढुङ्गा बोक्नु मन लागिहाल्छ अरे कतिलाई हाम्रो अध्यक्षज्यू पनि आउनुहुनेछ वडा सदस्यज्यूहरू सबैजना आउनुहुनेछ होइन र यहाँ माथि बस्नुहुने आमा दिदी बहिनीहरू पनि यही हो घर होइन यसो भ्याएको बेला होइन आउनुहुनेछ र विशेष गरी काम चाहिँ हामीले दिनमा टन्टलापुर घाममा नगरौँ अलिक के अरे आइडिया पनि लाउनुपर्छ त्यसले गर्दा बिहान गरौँ जस्तो लाग्छ मलाई यहाँ चाहिँ काम होइन बिहान गर्ने अनि दिउँसो अब घाममा अलिक गर्नु हुँदैन अनि बिहान र बेलुका हामीले गऱ्यौँ भने छिट्टै नै होइन हामी टचअप गर्न सक्छौँ र वन्स अगेन हाम्रो आयुष्मा बहिनी नमस्ते गरिदिनु नि हो होइन उहाँको टिम ठुलो टिम छ यहाँ अस्ति हामीले बनाएको त्यो टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु बधाई दिन चाहन्छु र छिट्टै सम्पन्न गरेर होइन यसको रिबन पनि हामी फेरि यहीँ बस्नेहरूले काटौँ क्या होइन अरूलाई बोलाउन हुन्छ होला तर यहाँ बस्ने चाहिँ छुट्नु हुँदैन फेरि है त्यो छ र यो धरान 5 मै चाहिँ किन बनाएको
अरू ठाउँ बनाउँदा हुन्थ्यो त भन्ने कुरा जुन यहाँ प्रश्नको रूपमा आउन सक्छ त्यसमा चाहिँ नानीहरूलाई हामी हेर्छौँ होइन कस्तो लाग्छ हाम्रो आफ्नै छोराछोरी है छोराहरू यसरी बुझ्नुपर्छ है हाम्रो के अरे आफूले जन्मै दिनुपर्छ आफूले जन्माउनै पर्छ भन्ने छैन हाम्रो नजर त्यो खालको हुनुपर्छ होइन यी नानीहरूको तपाईँको चाहिँ पठन पाठनमा समस्या नहोस् भनेर अब धरान उपमा महानगरपालिकाको बजेट त्यत्रो ठुलो छैन होइन त्यही बजेटले अनेक गर्नुपर्ने त्यसले गर्दाखेरि केही पैसा हामीसँग छ त्यो पैसाबाट चाहिँ उहाँहरूको अक्षर कोष पढाइको सुनिश्चितता होस् भनेर हामीले 5 लाख रुपियाँ हाल्यो 5 लाख रुपियाँ छुटाएको पनि छौँ है कार्यपालिका सम्पूर्ण वडा अध्यक्षज्यूहरू सदस्य सबैजनालाई म धन्यवाद पनि दिन चाहन्छु त्यो प्रस्तावलाई यहाँले स्वीकार दिनुभयो र अरूले पनि हामीले सहयोग गर्नुपर्छ होइन यसरी चाहिँ नि शहीदको परिवारलाई सेवा सुविधा गर्ने भनेर मैले अर्को शीर्षकमै पैसा राखेको छु होइन केही समस्या खाना पिउनमा केही समस्या छ भने आउँदा हुन्छ है आउँदा हुन्छ र शहीदहरूप्रति हार्दिक सलाम छ र शहीद भन्ने बित्तिकै फेरि हामीले जेएनजीको शहीदलाई मात्रै शहीद भन्नु हुँदैन होइन प्रहरीहरू पनि त मारिएका छन् नि त्यहाँ होइन प्रहरीहरूले पनि ज्यान गुमाएको छ यहाँ माथि पनि तपाईँको चाहिँ एकजना दुईजना म प्रहरी देख्दैछु साह्रै गाह्रो काम प्रहरीको है नगरौँ पनि नहुने गरौँ भने पनि खालि झगडा र लफडामा मात्रै जानुपर्ने ढुङ्गा मुढा र आगजनीमा मात्रै कुद्नुपर्ने विपदमा मात्रै कुद्नुपर्ने लफडामा मात्रै कुद्नु खालि जुझ्नुपर्ने अपराधीसँग होइन त्यो खालको चाहिँ नि राष्ट्र सेवक प्रहरीहरूको सम्झनामा पनि यो जेएनजी स्मारक बनेको हो भनेर पनि हामी बुझ्न सक्छौँ है त्यो छ र त्यो खालको गल्तीहरू अब आउँदो दिनमा चाहिँ हामीले गर्नु हुँदैन राजनीति गर्ने मान्छेहरूले गर्नु हुँदैन होइन झगडा गराइदिने अनि तल चाहिँ घाइते हुनुपर्ने आँखा फुट्ने खुट्टा भाँचिने ज्यान जाने भन्ने खालको गतिविधि राजनीति गर्छु भन्ने मान्छेहरूले हामीले गर्नु हुँदैन है यो कुरामा म चाहिँ प्रष्ट छु म चाहिँ शुद्ध मन र बुद्ध मनले लाग्छु भन्छु होइन बुद्ध मनले लाग्दाखेरि झगडा गर्नु रगत बगाउनु भन्दैन त्यसो भएको कारणले गर्दाखेरि मैले रगत होइन पसिना बगाउनुपर्छ भन्ने अभियान पनि चलाइराखेको छु र त्यो अभियानमा पनि तपाईँहरू जोडेर आउनुपर्छ किनभने पसिना नबगाई यो पार्क बनाउँदा त कसरी बनाइदो रहेछ भन्छ गफमा त बनिहाल्छ नि गफमा त कहाँ पुग्छौँ अहिले यहाँ गफै गर्दै जाने भने म सारा ब्रह्माण्ड घुमाएर ल्याउँछु तपाईँहरूलाई यहीँ भरे फेरि यहाँ हेर्दा त केही पनि नभइराखेको है बलिराखेको धुप पनि सकिराखेको त्यस्तो हुन्छ गफले देश बन्दैन कामले बन्छ रगत बगाएर पनि बन्दैन पसिना बगाएर बन्छ यति भन्न चाहन्छु र आज यो भव्य शिलान्यास कार्यक्रममा उपस्थित सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु यति भन्न चाहे नमस्कार छ सबैको जय होस्।